इमेजिन यु हेभ एन आइडिया। हामीसँग कुनै एउटा इन्भेन्सनको आइडिया छ र त्यसको हामीले एउटा सानो वर्किङ मोडल कार्डबोर्डहरू पिभिसी पाइपहरू युज गरेर एउटा वर्किङ मोडल पनि बनाइसकेका छौँ। अब त्यसलाई चाहिँ फन्डिङहरू कसरी गर्ने अथवा त्यसलाई फन्डिङहरू गरेर देशको कुना कुनासम्म पुर्याएर हामी नेपालको अर्को साइन्टिस्ट कसरी बन्ने हो त्यो कुरा चाहिँ म आज सिकाउन गइरहेको छु। ओके, त्यसको लागि चाहिँ हामीले नेपालमा अगाडि नै रहेको एउटा इनोभेसन सेन्टरमा आफ्नो एप्लिकेसन पठाएर चाहिँ त्यसको लागि फन्डिङहरू कलेक्ट गर्न सकिन्छ। त्यसको लागि हामी क्रोममा जानेछौँ। क्रोममा गएर सर्च गर्नेछौँ एनआइसी नेपाल र फर्स्ट लिङ्क नेसनल इनोभेसन सेन्टर नेपालमा गएर चाहिँ हामी अलिक तल जाउँ। यहाँ बिकम एन इनोभेटर भनेर छ, बिकम एन इनोभेटरमा क्लिक गर्नेछौँ। ओके, सो हामीले फर्म फिल गर्नुपर्ने हुन्छ। आफ्नो पुरा नाम, मोबाइल नम्बर, आफ्नो इमेल र मेसेजमा चाहिँ आफूले बनाएको जुन एउटा इनोभेसन छ अथवा आइडिया छ, आफूले इमेजिन गरेको आइडिया त्यो कसरी काम गर्छ त्यो कुरा चाहिँ डिटेलमा यो मेसेजमा लेख्नुपर्ने हुन्छ। र तपाईँहरूले यसको एउटा वर्किङ टाइप अफ मोडल, एउटा स्केलेटल मोडल निकाल्नु भएको छ भने अपलोडमा गएर त्यसको फोटो पनि अपलोड गर्न सक्नुहुनेछ। ओके, सो नेसनल इनोभेसन सेन्टर नेपालले चाहिँ एउटा आइडिया मात्रै नभएर कुनै एउटा तपाईँहरूले चाहिँ स्केलेटल मोडल बनाएर पठाउनु भयो भने चाहिँ मेनली एक्सेप्ट गर्ने गर्दछ। सो इफ यु हेभ एन आइडिया that can change the world or Nepal, then you can send your ideas in nicnepal.org. Thank you.